फूडी, वेलकम टु माई किचन। आज म नेपाली भान्सामा बन्ने एकदमै पपुलर स्न्याक्स भटमास सादिकोको रेसिपी लिएर आएको छु। फर्स्टमा चाहिँ मैले लगभग 1 कप जति भटमासलाई एउटा प्यानमा लिएर गोल्डन ब्राउन हुन्जेलसम्म भुटेको छु। भटमास चाहिँ यतिको भइसकेपछि चाहिँ मैले एउटा बलमा ट्रान्सफर गरिदिएको छु र अब भने चाहिँ अलिअलि काटकुट गरौँ है त। सुरुमा लिएको छु मैले लसुनको पात, जसलाई चाहिँ मैले एकदमै फाइनली चप्ड गरेको छु भने साथै लिएको छु धनियाँ। यसलाई नि मैले मसिनो पारेर काटेको छु र यो लसुन र अदुवालाई पनि मैले मसिनो पारेर काटेको छु। अब चाहिँ सबैलाई मिक्स गरौँ है त। ल अब मिक्समा चाहिँ मैले यो पेस्ट चाहिँ लसुन अदुवा र खोर्सानीको पेस्ट हो। आधा चम्चा नुन हालेको छु, आधा चम्चा धुलो मसला र यो चाहिँ भुटेको तोरीको तेल हो 1 चम्चा। र अब यिनीहरूलाई चाहिँ मजाले मिक्स गरौँ। ल हेर्नुहोस् त, यो मिक्स हुँदै गर्दाखेरि कति राम्रो देखिसकेको छ। मेरो त मुखै रसाएर आइसक्यो। अब लास्टमा चाहिँ मैले कागती हालेर यो डिसलाई चाहिँ कम्प्लिट गरेको छु। ल यो चाहिँ सर्भ गर्नलाई एकदमै रेडी भइसकेको छ है त। इन्जोय योर फुड। थ्याङ्क यू फर वाचिङ।